हेलो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा मैले चाहिँ नयाँ भिडियो लिएर आएको छु। यो चाहिँ हाम्रो रुमको गेट हो अनि गेट चाहिँ मैले लगाइसकेको छु अनि हामी चाहिँ सिटीमा जान लागेको छौँ। आज दमकबाट हामी चपेटी जान लागेको छौँ अनि हेर्नु होला हामी चाहिँ अति नटी छौँ सिटीमा। हामी चाहिँ लाग्यो गाइजहरू, हामी चाहिँ चपेटी जाँदैछौँ। के भन्यो चपटा जाँदैछौँ भन्छ यसले। हामी जाँदैछौँ भनेको कुरा गर्दा नि अलिक स्केलमा गर्छ। हामी चाहिँ अहिले भने रातो पुल पुगेको छौँ अनि यहाँदेखि चाहिँ हामी सिधा माथि जाँदैछौँ। हेर्नु होला यहाँ चाहिँ यस्तो छ है, यता जानुपर्छ। अनि हामी चाहिँ फाल्गुनन्द चोक पुगिसकेको छौँ अनि यहाँदेखि पनि सिधा माथि जानुपर्छ अनि हामीहरू चाहिँ एकदमै रमाइलो गर्दै जाँदैछौँ। हेर्नु होला यहाँ सिधा माथि जानुपर्छ है। हजुरहरू कसलाई मनपर्छ चपेटी? तपाईँहरू जानुभएको छ कि छैन? जानुभएको छैन भने पनि हेर्नु होला। यहाँ चाहिँ बाटो यस्तो छ दमकदेखि जाँदाखेरि चाहिँ अनि एकदमै आनन्दको बाटो छ। हेर्नु होला रोड पनि अहिले भर्खर बनिएको, एकदम आनन्दको बाटो छ। हामी सिटीमै पनि जान सक्छौँ, एकदमै रमाइलो भइरहेको छ। अनि अलिअलि कता कता बाटो बनाइसकेको छैन तर पनि यो चाहिँ सिधा उकालो बेलडाङ्गी जाने बाटो हो। राम्रो रोड छ। अब चाहिँ हामी बेलडाङ्गीको चोकमा पुगिसकेको छौँ अनि यहाँदेखि चाहिँ हामी राइट साइड जानुपर्दछ माथि अनि अब चाहिँ हामी माथि जान्छौँ। हेर्नु होला बाटो कति धेरै अप्ठ्यारो छ, टल्डाङ गुल्डुङ कति धेरै अप्ठ्यारो बाटोहरू छ। हेर्नु होला अनि हेर्नु होला अहिले भाइरल सिरिजको फुल पनि यहाँ चाहिँ फुलेको रहेछ। हेलो, हामी चाहिँ बेलडाङ्गी अलिकति माथि आइपुगेका छौँ अनि हामी चाहिँ यहाँ फोटो खिच्ने भनेर चाहिँ हामी यहाँ रोकिएका छौँ। अनि हेर्नु होला एकदमै राम्रो रोड बनिएको छ यहाँनिर चाहिँ। यो चाहिँ हाम्रो सिटी हो। हेर्नु हाम्रो भाउजू कति चाहिँ राम्री भएर साडी फिनिक्क फेरेर हाम्रो आमा यहाँ झर्दै हुनुहुन्छ। लहै लहै एकदम हेर एउटा खिच्नु थालिगयो, कस्तो दामी आइरहेछ हौ। यो चाहिँ म हो। लहै लहै गाइसहरू हेर्नु होला एकदमै धेरै राम्रो छ। तपाईँहरू पनि आउनु होला। यो गर्मीको मौसममा चाहिँ चपेटी जान चाहिँ एकदमै धेरै बेस्ट हुन्छ। अनि हेर्नु होला कस्तो धेरै राम्रो मौसम पनि भइरहेको छ। आज बिहानदेखि पानी परेको अनि अहिले चाहिँ टक्क पानी पनि रोकिएर राम्रो मौसम पनि भइरहेको छ। अनि हेर्नु होला आमामामा आमाहरू आमामामा ल यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ। अनि लु दिपिका एकदम दामी आमाहरूको फोटोहरू खिच्दे है त। पापा चाहिँ नझर्नु हुने रे, छ नाना त्यहाँ पानी। हेर्नु होला ठिक्क समयमा आइएछ है हामी चाहिँ फोटोहरू खिचिसकेर हामी चाहिँ फेरि पनि सिटीमा चढ्न लागेको छौँ। हेर्नु होला अनि यस्तो छ यहाँ चाहिँ हेर्नु होला जङ्गलै जङ्गल छ। यहाँ चाहिँ हात्ती पनि पाउँछ अरे। हेर्नु होला तपाईँलाई। ल है हामी चाहिँ फेरि पनि फोटो खिच्नको लागि निक्लिएको छौँ। हामी चाहिँ रतुवा पुलमा यहाँनिर चाहिँ ल यहाँ चाहिँ दुईजना चस्मा वालीहरू यहाँनिर ठुली काइली हो। अनि यहाँ चाहिँ म चाहिँ अन्तरी दामी आमामामा कस्तो लाग्यो त भाउजू? एकदम राम्रो पाहाड जस्तै हरियाली रमाइलो। कसको याद आइरहेछ भन्नु न? भन्नु याद आयो नि हो, के भन्नु? कसको? दिलकुमारको याद आयो हो। अघिदेखि एकदमै धेरै दिलकुमार बुलाई चाहिँ मिस गर्दै हुनुहुन्छ है। अब चाहिँ नानाले चाहिँ कसको याद आयो? मलाई सोल्टीको अनन लिङ्गदेनको याद आयो होला फेरि यता चाहिँ फेरि आमामामा। अनि मलाई पनि कसैको याद आएको छ, के गर्नु र भन्नुभएको छैन। ठुली तँलाई कसको याद आयो मौसम यस्तो राम्रो सिनहरू देखेर? ओइ कसको याद आयो भन्न छिटो। कसको याद आयो? मलाई कसैको आएको छैन। यहाँ मन जे छ मनमा। ला यसको चाहिँ मनमा रहेछ।
हेलो हामी चाहिँ चपेटी जान लागेको अनि हामी चाहिँ बाटोमा बिचमा फोटो खिच्नको लागि रोकिएको छौँ अनि यहाँनिर चाहिँ रतुवा खोला पुलमा चाहिँ हामीहरू रोकिएर फोटोहरू खिच्नको लागि रोकेको छौँ अनि यता बाटो चाहिँ दमक जाने हो अनि अर्कोतिर चाहिँ यता हेर्नु होला यता चाहिँ चपेटी जाने हो अनि हामी चाहिँ बिचमा छौँ हेर्नु होला एकदमै राम्रो मौसम भइरहेको छ ओ हेर्नु होला पापा नाना हेर्नु होला अहिले चाहिँ रतुवाको खोला चाहिँ यस्तो भएको छ हेर्नु होला हेर्नु होला हामी चाहिँ फोटो भिडियोहरू बनाएर हामी चाहिँ लाग्यो अब अनि यहाँ चाहिँ हेर्नु होला कस्तो राम्रो रोड चाहिँ बिचमा अनि छेउछेउमा एकदमै राम्रो जङ्गल छ अनि यहाँ चाहिँ 0 पोइन्ट देउराली भनेर लेखिएको रहेछ बोर्ड अनि अब हामी चाहिँ जान्छौँ गाउँ न म यो बनाइदिइरहेको छु नाना ठेल्नु त ठुली ठेल ठुला ल है ल है ल है ल है ल है ल निक्ल्यौँ हामी 0 पोइन्टदेखि निक्ल्यौँ ल है बल दुईजनाको ल है ल निक्ल्यौँ है हेर्नु होला कस्तो मजाले घाम लागिरहेको छ एकदमै धेरै रमाइलो भइरहेको छ है हामीलाई चाहिँ ल है यहाँ चाहिँ भिडियोहरू बनाउँदै हिँड्दैछ दुईजना चाहिँ अनि म चाहिँ भिडियोहरू म पनि खिच्दै हिँड्दैछु यहाँ चाहिँ एकदमै मिठो चटपटे सेकुवा साँधेको मासु अनि चपहरू पाउँछ तपाईँहरू पनि आएर खानुहोला अब हामी पनि यहाँदेखि लिएर जान्छौँ मासु चटपटे चप हामीले चाहिँ मासु अनि चटपटे चपहरू लिएर चाहिँ हामी उतै गएर खाने भनेको छौँ यहाँ चाहिँ आन्टीले हाम्रो लागि चटपटे बनाउँदै हुनुहुन्छ अनि एकदमै मिठो चटपटे बनाउनु भएको थियो अनि हामी चाहिँ सेकुवा चटपटे बोकेर हामी चाहिँ जाँदैछौँ है चपेटी मेनमा फाइनल्ली चपेटी आइसकेको छौँ यहाँ चाहिँ गेट रहेको छ यो सिटी चाहिँ हाम्रो अनि म चाहिँ हिँड्दैछु यहाँनिर हेर्नु होला यो चाहिँ चपेटीको गेट रहेको छ हेर्नु रात परिसकेको छ हामी चाहिँ राति नै आएको हो किनभने आज दिउँसो एकदमै धेरै पानी परेको थियो त्यही कारणले गर्दा अघि हामी आउन सकेनौँ अघि आउने मान्छेहरू पनि एकदम धेरै बिजोग भएको थियो अरे पानी परेर अनि हामी चाहिँ पानी चाहिँ परेको छैन एकदम शीतल भइरहेको छ अनि हामी चाहिँ हेर्नु होला गेटभित्र छिरिसकेको छौँ यहाँनिर हेर्नु होला खाइस अनि यहाँनिर चाहिँ एकदम आनन्दको चौरहरू छ एकदम धेरै मजाको आनन्दको चौरहरू छ हेर्नु होला अनि हामीहरू चाहिँ यहाँनिर हेर्नु होला गाई छोडु वाउ कस्तो शीतल आनन्द ल ल ल ल तपाईँहरू पनि आउन सक्नुहुन्छ एकदमै धेरै आनन्द छ यहाँनिर चाहिँ अनि हेर्नु होला हामी चाहिँ अब यहाँ बस्नेछौँ अनि केही खानेकुराहरू खानेछौँ अनि त्यस पछाडि हामीहरू फेरि पनि दमक फर्किनेछौँ हामी चाहिँ सबैजना चौरमा बसेको छौँ अनि हामीले खानेकुराहरू रुमबाट लिएको थियौँ थाल बटुकोहरू पनि अनि पानी पनि लिएको थियौँ हामीले चाहिँ रुमबाटै अनि हामीसँग धेरै खानेकुराहरू थियो यहाँ चाहिँ हाम्रो आमाहरू हुनुहुन्छ सबैजना अब हामी बसेर खानेछौँ अनि सब हेर्नु होला हामी चाहिँ अब सबै कुराहरू बाँडेर खानेछौँ यो चाहिँ करेन्ट चाउचाउ हो हेर्नु होला करेन्ट चाउचाउ चाहिँ हामीले टिफिनमा लिएको थियौँ अनि यो चाहिँ सेकुवा हो स्पेसली सेकुवा हामी चाहिँ सबैजना एकदमै रमाइलो गर्दैछौँ गफ गर्दै हाँस्दै सबैजना बस्दै हाम्रो पापा चाहिँ सिट्टीमै बस्छु भन्दै हुनुहुन्थ्यो अनि हुँदैन भन्दै थियौँ हामीले चाहिँ
एकदमै रमाइलो भइरहेको छ। हेर्नु होला, हामी चाहिँ सबैजना बाँड्दै खाँदैछौँ। हामीले चाहिँ अन्डा लिएका थियौँ अनि सबै कुराहरू बाँड्दैछौँ। अनि कसै खाँदैछ यहाँहरू होला, खाने मान्छे। अनि म चाहिँ खाँदैछु। हेर्नु होला, एकदमै रमाइलो भयो। सबैजना हाँस्दै रमाउँदै बाढी कस्तो छ? के चाहिँ खानेकुरो कि हजुर खानेकुरा एकदम दामी रहेछ हौ। दामी ल धन्यवाद। कस्तो रमाइलो भइरहेछ आमाहरू? खानु पाउँदा मिठो मिठो होइन? अब फेरि सिटीलाई तान्दैन होला। सिटीले अब त झन् पुरा हिँड्ने धेरै हामी ठाउँमा त। तान्दैन है, अझै पनि 2 ठाउँमा चाहिँ तान्दैन। कस्तो छ अनि मिठो छ हो सबैजनालाई? दामी दामी। अनि त ठिक छ? ठिक छ ठुली साह्रै मिठो। यता देखा। ल चौपेटी क्षेत्रमा आएर श्रमदान गर्दैछौँ। श्रमदान हामीले गर्दैछौँ है। सम्झान गर्दैछ। श्रमदान गर्नुहुन्छ? म पनि छु नि त यता। भरेको रोल्ड कप जति। हामी चाहिँ खाइसकेर अनि अँध्यारो पनि धेरै नै अँध्यारो भएको छ अनि हामी चाहिँ फर्किएको। हामी चाहिँ फाइनल्ली हामी चाहिँ चपेटी पछाडिदेखि हामी चाहिँ भाइरल रोड आएका छौँ। हेर्नु होला, अनि यो चाहिँ भाइरल रोड हो। हेर्नु होला गाइज, हाम्रो नाना चाहिँ के भयो रे? यो के हो यस्तो बसेको तरिका? के सब्जीहरू बेच्न बस्नुभएको हो नाना? यो चाहिँ भाइरल रोडमा साह्रो भएर उहाँ चाहिँ बस्नुभएको छ। अनि यता चाहिँ सब्जी बारीहरू छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो छ। अनि सबै बत्तीहरू हरायो त। गाइस हेर्नु होला, बत्ती छैन त। हेर्नु होला गाइसहरू, आमाहरू चाहिँ मध्ये यो भाइरल रोडमा आएर चाहिँ राति चाहिँ चस्मा लाउने हुनुभयो। अनि बत्तीहरू खोयो भन्दै छामछाम छुमछुम गर्दै हुनुहुन्छ। चस्मा लगाएको त रात पऱ्यो जस्तो भयो त। हेर्नु होला कस्तो लागिरहेछ नि आज फर्स्टचोटि चस्मा लाउँदाखेरि। कस्तो बजेको छैन होला। हेर न अब डान्स गर्ने अरे। म चाहिँ अब यिनीहरूको फोन स्ट्यान्ड हो म चाहिँ आज। अनि म चाहिँ फोन बोकिदिन्छु। हाम्रो पापा चाहिँ सिटीमा पर्खिराख्नु भएको छ। आवाज यहाँ बसिरहेको छ। यहाँ चाहिँ स्ट्यान्ड, हाम्रो नाना चाहिँ स्ट्यान्ड हुनुहुन्छ आजको। अनि दुईजना चाहिँ डान्स गर्ने। हेर्नु होला, खै गाइसहरू हिरोको खेल चाहिँ अन्त्यमा आउँछ भने चाहिँ यो चाहिँ अहिले मात्रै फोटो खिच्दैछ। अहिलेसम्म एकचोटि पनि खिचेको थिएन। ल पसौँ पसौँ सबै चुङ अब हाम्रो रुम। यो चाहिँ ल बढौँ, हामी अगाडि बढ्न चाहन्छौँ। ल लाग्यो लाग्यो। गराउनु न सबै गराउनु न। अन्धकारमा लाग्यो लाग्यो। ल यसको चाहिँ पस यहाँ यस्तो छ। हेर्नु होला, सिटीमा नअटेर अब चाहिँ हामीहरू लाग्यो है भाइरल रोडबाट यता लाग्यो। यसले मेरो चस्माले के गरिदिन्छ हौ? के चाहिँ गरिदेऊ? हामी चाहिँ फाइनली घर आइपुग्यो है। हेर्नु होला, घर आइपुग्यो हामीहरू चाहिँ। मेरो साह्रो खुट्टा खायो। गेटको ल है हामी चाहिँ चाबी हो त्यहाँ छ मेरोमा ब्यागमा छ। ल है आइयो। कस्तो लाग्यो लु? फाइनली हामी चाहिँ चपेटी अनि भाइरल रोड हुँदै आफ्नो रुमतर्फ आइपुगेका छौँ। अनि हामी गेटभित्र पनि छिरिसकेका छौँ। जतिजनाले भिडियो अन्त्यसम्म हेरेर सहायता गर्नुभयो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। बाई बाई है त, बाई बाई।